के चिसो मानिन खानुहुन्छ कक्कर? चिसो हुन्छ बसिनु पर्यो रातिभरि अनि बसिनु परेर 5 बजेतिर धप्कायो अनि चिसो हुन्छ रातभरि सुताइ भएन अनि भेरीवाला मान्छेको काम के हुँदो अनि पार पनि छैन लाउने खाने पनि यस्तै हो अब अनि नयाँ मन्त्री बालिङ शाहले हामीहरूले गन्ने गरेलिउ अनि यहाँ त गन्ने अब भेरीवालालाई पाल लाउने लुगा कस्तो के गरिन्छ अब मन्त्रीले अब के गरेर फाल्नुहुन्छ अनि त्यो अब जनतालाई हेरविचार गर्नु होला अब के गर्ने होला अनि यस्तो असिनाले रातभरि सुताइ पनि भएन कक्करमा त खाना काम भयो त मग अनि तर एउटा असिना गर्दा पनि यो पाल गतिलो नभएर एउटा ठुलै ऊ मऱ्यो भेरी मऱ्यो जाइन गरेको भेरी मऱ्यो अनि हानि नोक्सानी खेती हाम्रो धेरै भयो अब के गर्ने बालिङ शाहले मन्त्रीले अब हामीले गर्ने गरेलिउ अब के गरी फाल्नुहुन्छ जनतालाई केही हेरदेख भन्ने त भेरीवालालाई नाजु निजुलाई केही सहयोग सम्बन्धन कतिमा हुन्छ 50 वर्ष पुगेको भेरीवाला नलागेपछि मूल्य मान्दैन के गर्नु तमाकमा त खाना काम छ के गर्ने होला गतिलो भयो अब होइन यस्तै हो भेरीवालाको बासबासरी अनि के गर्ने होला भेरीवाला लाग्ने काम यस्तै हुँदो रहेछ नपाल्यो भनेपछि मूल्य मान्दैन के गर्ने होला भनिन्छ अब फालेलु भनेपछि हाम्रो अर्को उपाय छैन जागिर सागिर छैन अनि यस्ता चिज किसिममा कुर्नु पर्ने असिनाले एउटा भेरी पनि मरिसकेको छ अनि मर्या भेरी यही हो मर्या भेरी यही हो यही राखेको छु देखिएको छ कि छैन देखिएको छ यो के असिनाले मार्यो असिनाले मार्यो आज रातिको असिनाले सुन्न पनि दिएको छैन भेडालाई बस्न पनि दिएको छैन के गर्ने स्थिति बिना उहिले